म हिँड्दै आएको लगभग 5-6 किलोमिटर भयो। पिर्गुसदेखि माथि आएको है। जति माथि आयो त्यति चाहिँ माथि जानु मन लाग्दैछ। जति माथि आयो त्यति माथि खासै उकालो पनि छैन। शान्त वातावरण, एकदम पिसफुल। यतातिरको चाहिँ सानो सानो पहाड हुने है। अनि यो समयमा चाहिँ पानी परेर क्या, विन्टर सिजनमा त्यतिर पानी पर्छ, त्यही भएर एकदम डाँडाहरू हरियाली। जता हेऱ्यो त्यति हरियाली छ अहिले चाहिँ। पछि समर सिजनमा चाहिँ यस्तो हुँदैन, अलिक सुक्खा हुन्छ। त्यही भएर साइप्रसमा धेरै डढेलोहरू राख्ने होइन। यतातिर साइप्रसको जङ्गल पहाडतिर चाहिँ ठुल्ठुलो बोटहरू रुखहरू नहुने सानो सानो एकदम के भन्छ त्यसलाई, पोथ्रा पोथ्रा स्टाइलको घरहरू यस्तो सानो सानो हुन्छ है। चिटिक्क परेको राम्रो बनाएको हुन्छ यतातिरको त। हाम्रोतिरको त्यो 3 तले 4 तले 5 तले खालको घरहरू हुँदैन यतातिर चाहिँ। अब अलिक ल्यान्डहरू अलिक धेरै भएर पनि होला जग्गाहरू। हाम्रोतिर चाहिँ अब दस्तुर किनेको हुन्छ है। तिम्रो पनि त्यस्तै किनेर बनाएको हुन्छ घर। अनि के गर्नु त, तलामा थपेर। यो चाहिँ तोरीको फुल जस्तो लाग्थ्यो मलाई चाहिँ है सुरुमा, तर वास्तवमा यो तोरी होइन रहेछ क्या, ऱ्यान्डमली उम्रेको झार रहेछ। जुम गरिदिनु पर्यो। यस्तो हुन्छ यो झार र सेम तोरी। भयो बानी नभएर भ्लग बनाउनु पनि क्यामेरा कता कता टच हुन्छ। एक्लै हिँड्नु अलिक मजा आउँदो रहेछ, तर साथीहरू पनि मजै हो। केटाहरू चाहिँ बास खानासाना खाएर सुतिहाल्यो। आफूलाई चाहिँ अलिकति निदाउँ भनेको अलिक मोटायो क्या धेरै। खानासाना खाएर त्यही भएर म हिँडिदिएको मेरो तल। यतातिर यो बाख्रा फर्महरू गाई फर्महरू हुन्छ कि, त्यही भएर हल्का यसमा अलिकति त्यसको गोबरहरूको गन्धहरू चाहिँ आउने रहेछ। तर ठिकै छ, प्रकृतिकले त्यसलाई फिल्टर गरिदिइहाल्छ। अलिक मनाङ मुस्ताङको भ्यू जस्तो लाग्यो होला है। त्यहाँ माथि चाहिँ धुलोहरू उड्दैछ, त्यहाँनिर लग्ग सायद केही फ्याक्ट्रीहरू होला, ठुलो उयोहरू छ घरहरू, फ्याक्ट्री जस्तो केही कुराहरूको फ्याक्ट्री होला। हाम्रो चाहिँ अब 1 महिना बसाइ हुन्छ कि, त्यही भएर भर्खर कति 3 दिन भयो आएको, अझै 20-25 दिन जस्तो बसाइ हुन्छ। त्यहाँ 20-25 दिन त यस्तै हो। सायद यतातिरको छेउछेउको पहाडहरू सब हिँडिसकिन्छ जस्तो लाग्दैछ मलाई। अमेजिङ। हो 1 महिना भरपुर फाइदा उठाउनु पर्नेछ। त्यस पछाडि त होटलभित्र छिरिसके पछाडि त ओह माई गड, काम त यति हुन्छ नि।
18 घन्टा 19 घन्टा जब समर सिजन लाग्छ त्यहाँदेखि पर्यटकहरू एकदम आउँछ क्या यहाँनिर साइप्रसमा। अनि हाम्रो होटल त फुल स्टप पो लेखिरहेछ त। सायद त्यहाँ स्लो गर्नु भनेको होला। यो झुन्दारीको चाहिँ ट्र्याप रहेछ क्या, इन्सेक्ट ट्र्याप। त्यहाँभित्र छिरिसकेपछि सब इन्सेक्टहरू यो के अरे हार्मफुल इन्सेक्टहरू सबै त्यहाँभित्र छिर्ने रहेछन्। आइडिया राम्रो लाग्यो। यो बोट चाहिँ यसको हो, ओलिभको बोट हो। जैतुन भन्छ होला नेपालीमा, सायद जैतुन हो, जैतुनको बोट। यहाँबाट त बाटो छुट्टिया रहेछ। पहाडतिर जाने हो म त, सायद त्यतिर होला मासतिर जाने बाटो। यतातिर चाहिँ ठुल्ठुलो नदी नभएको कारणले प्रायः यस्तो यो सोलर प्लान्ट भन्छ होला होइन यसलाई, सोलर प्लान्ट यस्तो हुन्छ यहाँनिर चाहिँ। चिलीहरूको लागि ठुल्ठुलो सोलर प्लान्टहरू लागेको हुन्छ। ठाउँ ठाउँमा। अनि यिनीहरूले चाहिँ एउटा गाउँलाई भ्याउने तरिकाले सोलर प्लान्टहरू राखेका हुन्छन् इलेक्ट्रिसिटीको लागि। तपाईँहरू पनि साइप्रसमा चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको एक्सपिरियन्स के छ अनि केमा आउनु चाहनुहुन्छ अलिक रिसर्च गरेर मात्रै आउनु होला। अब दिदीबहिनीहरू घरमा आउनु चाहनुहुन्छ भने चाहिँ अलिकति विचार गरेर आउनु होला होइन। अब होटल क्षेत्रमा आउनुहुन्छ भने पनि रेस्टुरेन्ट लाइन भन्दा पनि अलिक होटलहरू 5 स्टार होइन होटलमा आउनुभयो भने हाउसकिपिङ, क्लिनर, कुक, वेटर अलिक राम्रो हुन्छ रेस्टुरेन्ट भन्दा। अब होइन अब घरमै आउने भन्दा पनि ठिकै छ, 2-3 वर्षको लागि एक्सपिरियन्सको लागि आउँदा हुन्छ। तर लङ लास्टिङ अलिक गाह्रै हुन्छ घरमा चाहिँ। यो एरियामा चाहिँ हन्टिङ गर्न मनाइ भनेर लेखेको रहेछ, शिकार गर्न। हुनु पनि शिकार गर्न चाहिँ सक्स त के भन्छ मनाइ नै गर्नुपर्ने हो जुन एरियामा जतै गए पनि होइन। प्राकृतिकमा एकले आपसमा परिपूरक छन्, त्यही भएर हन्टिङ चाहिँ एकदम निषिद्ध नै हुनुपर्छ। हाम्रो नेपालमा पनि अलिक हन्टिङ चाहिँ एकदम अब ग्राउन्ड लेभलकै मान्छेहरूले बुझ्नुपर्ने हो होइन, आफै बुझ्नुपर्ने हो। हन्टिङ चाहिँ एकदम निषिद्धै हुनुपर्छ। हिँडेर अलिक थाकिए जस्तो लाग्दैछ। पहाडहरू यो ठुल्ठुलो देखिराख्ने पहाडहरू रुख चाहिँ त्यति छैन हो, यस्तै सानो सानो पोथ्राहरू मात्रै हुन्छ। यस्तो सानो सानो यस्तै हो त्यहाँ पर डाँडामा देखिराख्नु भएको ठुल्ठुलो पहाडहरूमा पनि।
तर ओलिभ चाहिँ म्याक्सिमम हुने रहेछ, त्यही भएर ओलिभ सबैले लगाइराखेको हुन्छ जहीँ पनि। नेपालमा अब चुनाव हुन आँटिरहेछ। आफ्नो फाइदाको लागि भन्दा पनि देशको फाइदाको लागि सोचौँ। आफ्नो समुदाय, आफ्नो जाति होइन, अनि आफ्नो हितमा भन्दा पनि राष्ट्रको हितमा के हुन्छ त्यो भनेर सोचौँ। अब नयाँ दलहरू उठिराख्नु भएको छ, सबैले शुभकामना छ मेरो तर्फबाट। अब मैले यसरी लाइभमा आएर होइन के अरे त्यो नराम्रो भन्नुभन्दा पनि हाम्रै अगाडि छ सबै कुराहरू, सबैजना उम्मेदवारहरू, सबै पार्टीहरू, अनि आफ्नो विवेक युज गरौँ, म यही भन्न चाहन्छु सबैलाई। अब जुनै पार्टी आए पनि होइन, तत्काल म यहाँ साइप्रसमा छु, नेपालमा गएर चाहिँ म यतिकै सेलरीमा है यस्तै काम पाउँछु भन्ने आशा नगरौँ। अब विकास भन्दा पनि पहिला चाहिँ आफ्नो देश बचाउँ, अनि मात्रै विकास है अनि सुशासन यिनीहरू चाहिँ बिस्तारै आउने कुरा हो। सुरुमा चाहिँ हाम्रो देशलाई जे हित हुन्छ त्यही सोचौँ। हाम्रो नयाँ नेताहरूलाई पनि म यही भन्न चाहन्छु, तपाईँहरू आफ्नो पार्टीलाई, आफ्नो परिवारलाई, आफ्नो खल्तीलाई हेर्नुभन्दा पनि सुरुमा आफ्नो देशलाई हेरिदिनुहोस्, अनि देशलाई माया गरिदिनुहोस्। त्यस पछाडि त हामी तपाईँहरूको सपोर्ट ज्यान दिएर ज्यान लिएर होइन, ज्यान दिएर। शुभकामना नयाँ पार्टीहरूलाई, अब पुरानो पार्टीहरूलाई पनि शुभकामना, उहाँहरू पनि उठिराख्नु भएको छ। अब हामी भ्रष्टाचार गर्दैनौँ त भन्नुभएको छैन होला, हामी नयाँ काम गर्छौँ भन्दै हुनुहुन्छ अझै पनि, ठिकै छ। उहाँहरूले जित्नुभयो भने पनि विगतका दिनहरू बोलेर नयाँ बाटोमा हिँड्नु होला, फेरि जेनजी 2 आन्दोलन नहोस् होइन। अनि अब के भन्ने, सबैलाई शुभकामना। हिँड्दै आउँदा आज त निकै लामो आइसकेको छु म, लगभग 8 किलोमिटर आइसक्यो होला। जति माथि आयो त्यति रमाइलो रहेछ। अलिक चिसो हाइटमा, जति हाइटमा गयो चिसो हुँदैछ। देखिराख्नु भएको होला, के भन्छ यो त गाउँ पनि होइन, जाउँ घाँस होला घाँस। साइप्रसमा चाहिँ लगभग यहाँको बासिन्दा, यहाँको यो लगभग 12-13 लाखको हाराहारीमा रहेछ। हाम्रो दमक बजारको जनसङ्ख्या जतिकै यहाँ एउटा देशको जनसङ्ख्या छ, त्यही भएर घरहरू चाहिँ एकदम देखिँदैन, पातला छ। त्यो अलिकति जस्तै लिमासोल, फाफोस अलिकति सेन्टर मात्रै गरिन्छ, त्यो डाँडाहरू चाहिँ एकदम खाली नै हुन्छ प्राय। अनि यहाँको मुख्य आय स्रोत भनेको चाहिँ पर्यटक हो, अनि यहाँको मान्छेहरूले चाहिँ पर्यटकलाई एकदम स्वागत, जस यहाँको मान्छेहरूले पर्यटकलाई त्यस एकदम राम्रो तरिकाले ट्रिट गर्नुहुन्छ, मलाई त्यति राम्रो लाग्छ। यहाँको मान्छेहरूले पर्यटक भने पछाडि उहाँहरूले एकदम सत्कार गर्नुहुन्छ, राम्रो छ यहाँको मान्छेहरूको, त्यो चाहिँ एकदम मलाई मन पर्यो। अनि हामी जस्तै म काम गर्न है, यहाँको मान्छेहरूसँग काम गर्दा पनि एकदम फ्रेन्डली हुनुहुन्छ। हाम्रो सेफ भयो, अनि अब सेफ सँगसँगै अरू सेफहरू, कुकहरू होइन, उहाँहरू एकदम मिल्नसार हुनुहुन्छ।
मान्छेहरू कहिलेकाहीँ त ठ्याक ठुक परिहाल्छ। त्यही पनि ओभरअल साइप्रसको सेफहरू एकदम राम्रो हुन्छ। एप्रिसिएट खुसी छु। यहाँको पाल्मा जस्तो यहाँ पनि अन्डरग्राउन्डहरू छैन है, तारहरू सबै यस्तै, बिजुली पोलहरू सबै यस्तै हो। के भन्छ मसला काठको बोट गोरु खोला, यो खम्बा होला। अनि अघि देखिराख्नु भएको थियो नि त्यो के सोलर प्लान्ट हो, त्यसो सोलर प्लान्टबाट आएको यो इलेक्ट्रिसिटी हो। डर लाग्छ र यस्तोको मुनि हिँड्नु पनि। साइप्रसको बाटो यो रोडहरू चाहिँ एकदम सानो सानो हुन्छ है। यहाँ त अलिक ठुलै रहेछ होइन, यहाँ पनि अब अलिक गाडीहरू आएकै गरेको भएर यो सानो जस्तो लाग्थ्यो। गाडी नआएर अलिकति ठुलै जस्तो देखिन्छ। साइप्रसमा चाहिँ अलिक सानो सानो रोडहरू छ। अनि हिँड्दाखेरि अलिक विचार गरेर है, अलिक दायाँ बायाँ हेरेर मात्रै हिँड्नु होला। के गरौँ म हो त्यो पहाडको फेद पुगौँ है त। त्यहाँ माथि टुप्पोमा त पुग्न सकिँदैन, गलि नै सकेँ। फेदसम्म पुग्नु पऱ्यो, के रहेछ त्यो पहाड पुग्ने बेला फेदसम्म पुग्नुभन्दा अगाडि एउटा कुरा भन्न मन लाग्यो। के अरे पहिलेदेखि म भनेर सोसियल मिडियामा हाल्नु मन लागि चाहिँ राखिरहेको थियो। के भन्दा जस्तै हामी बाहिर आउने बेलामा के अरे पुलिस क्लियरेन्स सर्टिफिकेट गर्नुपर्छ। त्यतिखेर म पोल्यान्ड जान आँटिरहेको थिएँ। अनि मेरो अपार्टमेन्ट आइहाल्यो। त्यस पछाडि मैले पुलिस क्लियरेन्स सर्टिफिकेटको फर्म भरेर पछि के अरे त्यसको छाप हान्ने बेलामा चाहिँ एउटा क्रिमिनल एक्टिभिटी के सस्पेक्ट एउटामा चाहिँ इन्भल्भमा चाहिँ मेरो नाम भएको एकजना व्यक्ति हुनुहुँदो रहेछ। गाह्रो छ हो नाम मिल्नुपर्ने। अनि मलाई रोकिदिनु भयो पुलिस हेडक्वार्टरबाट। त्यस पछाडि मैले अब सम्बन्धित ठाउँबाट मैले पुलिस त्यो यो म होइन भनेर मैले जाँदाखेरि उहाँहरूले अब त्यो तपाईँको अलिकति क्लियर भएको छैन, अनि जुन सस्पेक्ट नाम छ त्यो नामको चाहिँ अब बाउको बाजेको इभन ठेगानैसम्म क्लियर रहेन रहेछ। जस्ट नाम मात्रै भएको कारणले गर्दाखेरि चाहिँ मलाई एकदम गाह्रो भयो। अनि म विराटनगर जिल्ला अदालत धाएँ पछाडि उहाँ अनि एउटा के अरे वकिल म्याम हुनुहुन्थ्यो, उहाँले सँग भेट भयो पछाडि लास्टमा मेरो अब मैले लगभग बेहोडालाई पुग्ने खर्च भइसक्यो। अब त्यस पछाडि मैले अलिकति टाइम पनि मेसँग थिएन। अनि के गर्ने त भन्दाखेरि अब उहाँहरूले भन्नुभयो पैसा अलिक लाग्छ भन्नुभयो, मतलब घुस। अब सचेत नागरिक भएको कारणले गर्दाखेरि मलाई घुस दिन त मन थिएन। तपाईँले अब मेरो 2.5 लाख रुपियाँ म फसिसकेको थिएँ। अनि के गरौँ भन्दाखेरि उहाँहरूले माग्नुभयो 50,000। अनि अब मैले त्यतिखेर दिन बाध्य भएँ। अब के भन्ने, अब यति साह्रो अब नेपालमा भ्रष्टाचार छ नि। अब म निर्दोष हुँ भन्नु पनि मैले अब 50,000 दिनु पऱ्यो। के गर्ने अब आउने सरकार
बेचे यस्तो अनियमितताहरू यस्तो भ्रष्टाचारहरू मुक्त गराउनुहुन्छ भन्ने आशा छ। जो पनि आउनुहुन्छ अब बाध्यतामा परेकाहरू होइन गरिब दुखीहरू उहाँहरूबाट यस्तो असुल भएको छ। म आशा गर्छु आउँदो सरकारले चाहिँ यस्तो भ्रष्टाचारहरू होइन रोक्नुहुन्छ भने म पूर्ण आशा गर्छु। त्यतिखेर लगभग मेरो 60-70 हजार जस्तो खर्च भयो। लगभग म 10 देखि 15 दिनसम्म म लगातार विडम्बना गर्दा आएँ। अनि बिचमा पुलिस के असह्य हुनुहुन्थ्यो होला, उहाँ नाम त थाहा छ तर म नाम भन्दिनँ। उहाँले मलाई अदालत के अरे वकिल कार्यालय पनि मलाई धेरै कराउनु भयो। म तेरो दाँतै झापिदिन्छु भन्नुभयो। त्यही पनि म चुप्प लागेर बसेँ, किनभने मेरो अब म जानै पर्ने थियो। अनि अब मैले त्यतिखेर चुप लाग्नु नै मैले बेस्ट ठानेँ। तर त्यति खर्च गर्दा पनि म इन्डिया गएँ। इन्डियामा राजस्थानमा गएर उहाँहरूले भन्नुभयो अब 2 दिनमा हुन्छ भन्नुभयो। अनि 3 दिन पछाडि मेरो एपोइन्टमेन्ट थियो। अनि अब 2 दिनमा हुन्छ भने पछाडि त 3 दिन पछाडि त अब पक्कै पनि हुन्छ होला भनेर म गएँ। भरे त अब यहाँबाट होइन यो मान्छे भनेर पत्रचार उहाँ गरिदिनु भयो काठमाडौँ मेन हेडक्वार्टरमा। अनि त्यस पछाडि चाहिँ 1 हप्ता लाग्दो रहेछ, मलाई थाहै भएन। अनि त्यहाँ पनि मेरो पैसा डुब्यो। अब उहाँ इन्डियामा गएर होटलमा गएर सास थुन्निएर है डिप्रेसन जस्तो भएर तनाव भयो। यस्तै छ। म जस्तो अब कति अब दुःख बोक्नु भएको होला। यो चुनावमा चाहिँ तपाईँहरूले असल व्यक्तिलाई छानेर भोट दिनु होला। अनि तपाईँहरूलाई कस्तो लाग्छ है, पार्टी नहेर्नुहोस्, मान्छे हेर्नुहोस्, व्यक्ति हेर्नुहोस्। अनि तपाईँको ठाउँबाट उभिएको व्यक्तिभन्दा पनि त्यो व्यक्तिको पनि टाउकी कस्तो छ भोलि भविष्यमा प्रधानमन्त्री को हुन्छ भन्ने हिसाबले चाहिँ आफ्नो ठाउँको व्यक्ति नराम्रो भए पनि पछि त्यो मान्छेलाई मैले भोट दिँदाखेरि पछाडि को प्रधानमन्त्री हुन्छ भन्ने हिसाबले चाहिँ तपाईँले मतदान गर्नु होला। राम्रो व्यक्ति छान्नुहोस्, राम्रो प्रधानमन्त्री छान्नुहोस्। नेपालमा बस्नुभएको दाजुभाइ दिदीबहिनीहरूले, हामी त अब विदेशमा छौँ। अनलाइन भएको भए सायद हामी पनि भोट हाल्न पाउँथ्यौँ होला। अनलाइन सिस्टम छैन है। यस्तै छ। के भन्न चाहन्छु, त्यो डाँडामा अब हेर्दा त नजिकै थियो तर अब एकदम गलिसक्यो। अब घर पनि फर्किनुपर्छ। लगभग मैले यी भिडियो गरेको 23 मिनट भइसकेको छ हो। मैले पुस गर्दै भिडियो बनाएको मतलब म हिँडेको त लगभग 1.5 घन्टा जस्तो भइसकेको छ नि त। फर्किनु पर्ने छ अब। टिममा आएर साथ दिनुभयो भने तपाईँलाई धेरै धेरै धन्यवाद। यदि मेरो च्यानल सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। अब यो भन्नु नै पर्ने बेला भयो, किनभने